चाहिँ आज हाम्रो गेस्टहरू हुनुहुन्छ। उहाँको नाम, तपाईँको नाम, हजुरको नाम, ल उहाँ 4-5 जना गेस्टहरू आज घुमाउनु भएको छ होइन। उहाँ चाहिँ यहाँ लोकल बासिन्दा रहेछ होइन। नाइस टु मिट यु ब्रो होइन। हजुरको नाम? काजी तन्डुका। ए काजी जस्तै रहेछ हजुर त होइन, साँच्ची एकदम। अनि हजुरले यहाँ घुमाउँदा मलाई रमाइलो लाग्यो होइन। अनि खास गरी यहाँ भन्नुपर्दा यो मन्दिरको विशेषता चाहिँ के होला? यो उमा महेश्वरी मन्दिर, यसको विशेषता चाहिँ के हो? रियल स्टोरी भनिदिनु न, हामीलाई चाहिँ थाहा छैन क्या। अब यो स्टोरी भन्नुपर्दा अब यो हाम्रो उमा महेश्वर कुनै थाहा छैन क्या। ल ल ल यो सबै यो किजिमरको सबैभन्दा हाइएस्ट मा पर्ने मन्दिर हो। त्योभन्दा अरू मलाई थाहा छैन होइन। यसमा चाहिँ किंवदन्ती अनुसार एउटा केही रियल स्टोरी लुकेको हुन्छ नि। हजुर त यहीँ लोकल हो नि त, हजुरहरूलाई थाहा हुन्छ नि। जस्तै हामीले बल्कुको बारेमा कुमारी मन्दिर, कुमारी क्लबको बारे थाहा हुन्छ होइन। जस्तै हजुर यहाँकै बासिन्दा, हजुरलाई त थाहा होला नि यसको किंवदन्ती चाहिँ के होला? त्यहाँ मन्दिर छ होइन, के होला? रमाइलो हुन्छ नि यसो भयो भने। रमाइलो दिन्छ। यो त धोर बेजत भयो। अब हजुरले भनिदिनुहोस् न त। यो त मलाई पनि थाहा छ।